हेलो नमस्ते साथीहरू, वेलकम टु डी भ्लगमा तपाईँहरूलाई स्वागत छ साथीहरू। आज चाहिँ म खेतमा जाँदैछु साथीहरू। धेरै दिन पछाडि, किन भन्दाखेरि धान काटिसके पछाडि म चाहिँ खेतमा गएको छैन साथीहरू। आज चाहिँ म खेततिर जाँदैछु साथीहरू। यो बेलुका पख यो 4:30 भइरहेको छ। म त्यही पनि म खेततिर गएर आउँदैछु साथीहरू। खेततिर जान लागेको छु साथीहरू। अब खेतमा गएर के कस्तो भयो, अब धान काटेर भइसकेको पछाडिको खेतहरू म तपाईँलाई फेरि भिजिट गराउँछु साथीहरू। अब त्यहाँ गइसकेपछि म तपाईँलाई देखाउँछु साथीहरू। अहिले चाहिँ म यो बाटोमा हिँड्दैछु साथीहरू, तपाईँलाई म देखाउने छु साथीहरू। खेतको दृश्यलाई हेर्नु, पुरै सुमसामै छ साथीहरू। हेर्नु है साथीहरू, सबै सुमसामै छ यतातिर। सबै अब बाली, अर्को बाली लगाइसक्यो। यहाँ गहुँ तोरी, त्यस पछाडि यतातिर पनि त्यस्तै छ, सेम है। अब मान्छेहरू अगाडि पछाडि हिँडिरहेछन् खेतमा। बेलुका पख पनि मान्छे चाहिँ आउँछन् साथीहरू। किन भन्दाखेरि आफ्नो खेतीबाली नाली हेर्नको लागि चाहिँ मान्छेहरू चाहिँ प्रायः जस्तो आइरहेको हुन्छ। किन भन्दाखेरि अब खेत कस्तो भयो, के भयो, र त्यसले गर्दाखेरि चाहिँ मान्छेहरू आफ्नो बाली नाली हेर्नलाई आइरहेको हुन्छन् किसानहरू। हेरिराख्नु है साथीहरू। म चाहिँ हिँड्दैछु साथीहरू, म हिँडिरहेको छु साथीहरू। यो मङ्सिर महिना लगाइरहेको छ साथीहरू। किन भन्दाखेरि हामीले चाहिँ यो छिटै धान काटेर छिटै सक्छौँ हामीले आजभोलि। त्यसले गर्दाखेरि अब मङ्सिर नजाँदै पुरै क्लियर भइसकेको हुन्छ। र हेर्नु होला साथीहरू, कुलामा पनि पानी लगाइरहेछ। अब यहाँ मैले यहाँ लसुन रोपेको थिएँ साथीहरू। कस्तो भयो लसुन, लसुन त बर्बाद बनाएछ सुँगुरले। ओहो हैट, सबै उड्नेछ। यो सानो सानो लसुन है साथीहरू। हेर्नु लसुन, यो लसुनको बिरुवा रोपेको, यता पनि जङ्गली सुँगुर आएर सबै खाइदिएछ। के गर्ने, गाह्रो छ। केही गरे पनि साध्य छैन र। सुँगुरको बाटै बनाएर सबै उड्नेछ, सबै खतम पारेछ। यहाँ यतातिर घाँसको बिरुवा साथीहरू, घाँसको बिरुवा, यो घाँसको बिरुवा लगाइरहेको छौँ हामीले। अब यहाँ पर खेतमा पनि पुग्छौँ। पुगेर त्यहाँ पनि देखाउँछु साथीहरू तपाईँलाई। फाइनली साथीहरू चाहिँ म चाहिँ खेतमै छु अझै पनि। यहाँ तोरी छरेको रहेछ। यो चाहिँ मेरो होइन, यो मेरो चाहिँ अझै माथि छ, अलिक पर जानुपर्छ। त्यसपछि देखाउँछु साथीहरू। अब स्यास्या आउँछ, हिँड्दाखेरि स्यास्या भइहाल्छ साथीहरू। यस्तै हो साथीहरू। तपाईँलाई म सम्पूर्ण यहाँ खेतमा आइसकेपछि सम्पूर्ण चाहिँ खेतहरू र कस्तो भयो के भयो भनेर म तपाईँलाई जानकारी दिन्छु साथीहरू। र मेरो प्यारा भिजर साथीहरू, र प्यारा मित्रहरू, प्यारा साथीहरू, र सम्पूर्ण साथीहरूलाई मेरो च्यानलमा गएर भिजिट गरिदिनु होला र हेरिदिनु होला भन्ने पूर्ण आशा राख्दै भने म कन्टेन्ट चाहिँ जारी राखेको छु साथीहरू। र अहिले भने म कन्टेन्ट जारी नै छु साथीहरू। सबैजना सम्पूर्ण साथीहरूले लाइक सब्सक्राइब गरिदिनु होला भन्ने पूर्ण आशा छ साथीहरू। म अहिले भने म कन्टेन्ट जारी नै छु साथीहरू। अब तपाईँले म मेरो खेत आउन लागिसकेको छ साथीहरू। म तपाईँले त्यहाँ गइसकेपछि देखाउँछु साथीहरू। हेर्नु, यहाँ यो चाहिँ लसुन है साथीहरू। यहीँ हरियो रहेछ, यस्तो छ। ल हेर्नु होला साथीहरू। ल धान काटिसके पछाडिको खेतहरू हेर्नु है साथीहरू। ल सरर देखाउँछु ल साथीहरू। ल तलसम्म देखेछ साथीहरूले, हेर्नु होला। यसरी देखेछ साथीहरू, यसरी। हेर्दै गर्नु होला साथीहरू, म कहाँ जाँदैछु। फाइनली साथीहरू, ल हेर्नु होला साथीहरू। यहाँ तोरी छ है साथीहरू, यहाँदेखि वहाँसम्म छ। यसै गरी यहाँदेखि यतातिर पनि छ। ल हेर्नु होला साथीहरू, यो सबै तोरी छरेको छ। र भोलिपछि तोरी अग्लो भइसके पछाडि तपाईँलाई म फेरि देखाउँछु। किन भन्दाखेरि यो एरिया तपाईँको मध्य तराई पर्छ साथीहरू। यो चाहिँ यो अन्नको भण्डार क्षेत्र हो यो तराई प्रदेश चाहिँ। त किन भन्दाखेरि यो तराई एरियामा सबै किसिमको खेतीपाती हुन्छ साथीहरू। सम्पूर्ण हेर्नु होला साथीहरू। ल कति हरियो छ। यो चाहिँ घाँस हो साथीहरू। यो चाहिँ हाम्रो खेत हो साथीहरू। ल अहिले मैले तपाईँलाई यो देखाइरहेको छु। यो हरियो, यो चाहिँ घाँस, यो भैँसीलाई राखेको साथीहरू। यो पर गाडामा चाहिँ तोरी लाउँदैछ। यसको यो घाँसको परिपट्टि पनि तोरी छ, र त्यसको उता पारिपट्टि पनि तोरी, यता हरियो छ। यो म तपाईँलाई देखाइरहेको छु। यो रुख हेर्नु होला साथीहरू, यो मेरो खेतको रुख हो साथीहरू। हेर्दै गर्नु होला साथीहरू, म तपाईँलाई देखाइरहन्छु। तराई भागको चाहिँ किनभने यो अन्नको भण्डार हो यो। यहाँनिर चाहिँ हामीले यहाँ उब्जाएको सबै अन्न बाली जति सबै बजारतिर जान्छ साथीहरू। कुनै भुटल जान्छ, कुनै नारायण जान्छ, कुनै
काठमाडौँ जान्छ। त्यो सबै हामीले यहाँ उब्जाएको किसानहरूले उब्जाएको खेतीपाती जति सबै बजारमा जान्छ साथीहरू। हामीलाई किसानलाई काम गर्न धेरै गाह्रो हुन्छ साथीहरू। किसानको मूल्य पनि हुँदैन, सामानको धानको मूल्य पनि आउँदैन, केहीको पनि आउँदैन। ल साथीहरू यो चाहिँ मेरो है, यहाँ यो मेरो सरर उहाँ खाली भागसम्म यो चाहिँ सबै तोरी छरेको छु। कस्तो छ तोरी भनेर हेर्न आएको। फाइनली साथीहरू म तपाईँलाई सम्पूर्ण मेरो खेतको जानकारी त दिइसकेँ साथीहरू। अझै पनि छ, म अरू पनि देखाउँदैछु साथीहरू। किन भन्दाखेरि यहाँ मैले यतापट्टि तोरी छरेको छु, यो मेरो पछाडि पनि यो घाँस र तोरी छ। यो सबै मेरै खेत हो साथीहरू। र त्यस पछाडि म उता अगाडि बढ्दैछु साथीहरू। यता अगाडि बढ्दैछु साथीहरू। यता हेरौँ कस्तो भयो तोरीहरू यहाँ चाहिँ हुँदैछ साथीहरू। यो चाहिँ यो खेतमा लाउने तोरीहरू है साथीहरू, खेतमा लाउने तोरीहरू। अब बारीमा चाहिँ छुट्याउँछ, बारीमा चाहिँ फुलिरहेको छ, फुलेर अब दाना बसिसकेको छ बारीको तोरी चाहिँ तपाईँको होइन। अब खेतको चाहिँ अलिकति 1 महिना पछाडि चाहिँ पहेँलै हुन्छ साथी। 1 महिना पछाडि फेरि म तपाईँलाई देखाउँछु साथीहरू। टेन्सन नगर्नु साथीहरू, तपाईँलाई म देखाउँछु सम्पूर्ण अपडेट। खेती किसानी कसरी गर्ने, के गर्ने भन्ने कुरो म तपाईँलाई दिइरहेको छु बारम्बार। तर फेरि म खेतमा आएर तपाईँलाई फेरि यसरी नै एक्सप्लेन गरिरहेको छु साथीहरू। अब फेरि यो 1-1.5 महिना पछाडि फेरि यो पहेँलै हुन्छ, सबै पहेँलै हुन्छ। त्यो पनि देखाउँछु साथीहरू। हेर्नु ल साथीहरू, यस्तो छ यो मेरो खेतमा भएको सिसो हो 2टा। अब यो सुकेपछि यो चाहिँ दाउरा हुँदैछ। केही दिनमा म दाउरा बनाएर लिएर जान्छु साथीहरू। यहाँ थोरै लसुन रोपेको छु साथीहरू। र यतापट्टि म फेरि देखाउँदैछु, यता पनि आइरहेको छु, यता पनि तोरी छ, यता पनि तोरी छ साथीहरू। हेर्नु ल, तोरी यता चाहिँ अलि अग्लो भइसकेको छ। र हेर्नु सबै धानहरू क्लियर भइसक्यो साथीहरू। ल हेर्नु ल, पारिपट्टि त्यो खोला हो त, खोलाको झाडी जङ्गल झाड झम्पडहरू साथीहरू। हेर्नु होला साथीहरू, सबैजना साथीहरू हेर्नु त कति रमाइलो छ। त्यो पारि खोलाको किनारमा चाहिँ सिसौको झुम्पटहरू र सिसौको झाडीहरू र काँसहरू धेरै हुन्छ। तर त्यहाँ जान चाहिँ सकिँदैन अहिले साथीहरू। त्यहाँ चाहिँ अलिक खतरनाक जनावरहरू लुकेर बसेको हुन्छ साथीहरू। त्यसले गर्दाखेरि अट्याक हुनसक्छ, त्यहाँ जान चाहिँ सकिन्न है साथीहरू। यहाँ त दिउँसोमा अहिले त साँझ परिसक्यो साथीहरू। अहिले लगभग 5 बज्न लागिसक्यो साथीहरू। म बेलुका भएको खेतमा निस्केको साथीहरू। हेरेर आयो ए, तोरी कस्तो भएको छ? ए कति कट्ठामा छरेको र? कति कट्ठामा छरेको र? फाइनली साथीहरू म तपाईँलाई सम्पूर्ण मेरो खेतहरू देखाइसकेर मेरो खेतमा रहेका चाहिँ अन्न बालीहरू सबै देखाइसकेको साथीहरू। अहिले चाहिँ यो हामीले यो सिजनमा चाहिँ खेतमा चाहिँ हामीले तोरी लगाउने, तोरी प्लस घाँस र गहुँ अन्य र मसुरोहरू पनि लगाइन्छ साथीहरू। र किन भन्दाखेरि यहाँ तोरी लगाउँदाखेरि हामीलाई चाहिँ त्यति क्षति हानि नोक्सानी हुँदैन। र गहुँ र मसुरो र अन्य घाँस लगाउँदाखेरि तपाईँको यहाँ धेरै क्षति गर्छ। किन भन्दाखेरि कसरी गर्छ भन्नुभयो होला साथीहरू। र यहाँ चाहिँ हाम्रो जङ्गली जनावर आएर यो घाँस अनि गहुँ र आदि इत्यादि सबै खाने गर्छ। र तोरीलाई चाहिँ त्यति हानि नोक्सानी हुँदैन, तोरी चाहिँ जनावरहरूले त्यति खाँदैन। त्यसले गर्दाखेरि तोरी चाहिँ बच्ने गर्छ। र प्रायः जस्तो हामीले यहाँ तोरी नै लगाउँछौँ साथीहरू। तोरी हामी बिक्री पनि गर्छौँ साथीहरू, र बिक्री गर्छौँ, कतिपय हामी आफै खान्छौँ। र त्यसै गरी हामीले चाहिँ यो खेतमा चाहिँ हामीले प्रायः जस्तो नै त्यसरी नै लगाइरहेको हुन्छ साथीहरू। सबै कुराहरू तपाईँलाई म डिटेल दिइसकेको साथीहरू। अहिले भने म तपाईँलाई यहाँबाट केही कुराहरू एक्सप्लेन गर्न खोजिरहेको छु साथीहरू। यो अहिले चाहिँ हाम्रो यो एरिया तपाईँको चाहिँ पहाड भित्री तराई मधेस पर्छ साथीहरू। यसमा चाहिँ हाम्रो यो अन्नको भण्डार क्षेत्र पर्छ, अन्नको भण्डार क्षेत्र हो। यो अन्नमा हामीले यहाँ जति पनि अन्नहरू उत्पादन गरेर हामीले चाहिँ बजारमा पुर्याउँछौँ र बजारबाट तपाईँको ठुला सहरमा पुग्ने गर्छ साथीहरू। यहीँबाट यही हाम्रो तराई प्रदेशबाट नै, तराई उसबाट नै तपाईँको सहरहरूमा, तपाईँको गाउँघरमा र तपाईँको बस्तीहरूमा सबै ठाउँमा हाम्रो यहाँबाट बिक्री भएका अन्न बालीहरू सबै
ठाउँमा रिलिज भएर पुग्ने गर्छ साथीहरू। यसरी नै हामीले चाहिँ किसानहरूले हामीले यहाँबाट उत्पादन गरेको चिजहरू सबै ठाउँमा पुग्छ र दुःख कष्ट गरेको सामानहरू त्यसरी नै चाहिँ दुःख कष्ट गरी उब्जाउ गरेको चाहिँ अन्न बालीहरू हामीले त्यसरी नै बिक्री गर्नुपर्छ। किन भन्दाखेरि हामीले बिक्री गरेन भने हामीलाई केही पैसा पनि चाहिएको हुन्छ र केही चिजहरू पनि चाहिएको हुन्छ। त्यसै गर्दाखेरि हामीले सम्पूर्ण कुराहरू सबै चाहिँ खानालाई भनेर त राखिन्न, तर केही आदि चाहिँ बिक्री गर्नुपर्छ र आदि पनि खाना पनि राखेका हुन्छौँ साथीहरू। त्यसैले गर्दा हामी किसानहरूलाई धेरै ठुलो सङ्घर्ष गरी यसरी चाहिँ अन्न बाली उब्जाउने गर्छौँ साथीहरू। ल हेर्नु होला साथीहरू, तपाईँलाई यहाँबाट अस्ति पहिला पनि देखाएर मैले बारम्बार तपाईँलाई यहाँबाट देखाइरहेको हुन्छु र अहिले तपाईँलाई अहिले भने चाहिँ यो तोरी लगाएको पाटाहरू चाहिँ देखाइरहेको छु साथीहरू। सबै मेरो खेत पर्छ हो माथिसम्म, हो माथिको कुन्यसम्म पर्छ। त्यस्तै गरी अब यता यो तल्लो भेगमा पनि हामीले तोरी नै लगाएको छौँ। र सबै डिटेलमा तपाईँलाई मैले जानकारी दिइसकेको छु साथीहरू। अब भने यो साँझ पख यो अँध्यारो भइसकेको छ साथीहरू। अँध्यारो भएको कारणले गर्दाखेरि खासै क्यामेराले पनि त्यति राम्रो नदेखाउन सक्छ साथीहरू। त्यसले गर्दाखेरि अब यो लगभग 4:45 भइसकेको छ साथीहरू। म 4 बजे निस्केको घरबाट, अहिले 4:45 भइसकेको छ। 4:45 भइसकेपछि यहाँबाट घाम ढलिसकेको हुन्छ र अँध्यारो हुन्छ। त्यसैले गर्दाखेरि क्लियरी रूपमा चाहिँ देखिँदैन साथीहरू। तर पनि तपाईँलाई मैले यहाँबाट देखाइरहेको छु र पछि फेरि पुरा तपाईँलाई 1.5 महिना पछाडि म तोरी चाहिँ हराभरा भएको देखाउने छु साथीहरू। त्यसै गरी अहिले म घरतिर लाग्दैछु साथीहरू। यसै क्रममा म तपाईँहरूलाई म अन्त्यमा के भन्न चाहन्छु भने सम्पूर्ण साथीहरूलाई यो किसानको छोरोको भिडियो पनि सबैजनाले हेरिदिनु होला भन्ने पूर्ण आशा राखेको छु साथीहरू। सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला भन्ने मेरो प्यारो भ्युजर साथीहरू, प्यारो मित्र साथीहरूलाई, प्यारो सम्पूर्ण साथीहरूलाई यो भिडियो हेरिदिनु भन्ने पूर्ण आशा राख्दै अहिले भने कन्टेन्ट म बन्द गर्न चाहन्छु साथीहरू। र फेरि अर्को कन्टेन्टमा फेरि भेटौँला। ओके, बाई बाई।